हेर्नुहोस् है, आज बेलुकीको समयमा हैन भिडियो बनाउँदैछु। अनि किन बनाउँदैछु भन्देखिलाई चाहिँ मोमो खाने भनेर आज चाहिँ हामी चाहिँ यहाँनेरि मोमोको कार्यक्रम चलाउँदैछौँ। हामी चाहिँ मैले चाहिँ प्याज छिल्दैछु हैन, अनि दिदीले चाहिँ आटा मुस्नु हुँदैछ, अनि बुढाले चाहिँ यहाँनेरि कोपी काट्नु हुँदैछ हैन। अनि आज चाहिँ मजाले भेज मोमो बनाएर खाने। के को भन्दाखेरि चाहिँ कोपीको बन्दाकोपीको हैन बनाएर चाहिँ खाने। अनि यहाँनेरि हामीले यो उयो पनि टिपिरहेको छौँ, धनिया हैन। हेर्नुहोस् न कति ठुल्ठुलो भएछ मेरो धनिया। अनि आज चाहिँ यसरी मोमो खाने छौँ हामी, तपाईहरुलाई देखाउने छु ल। यसरी कटिङ हुँदैछ है हाम्रो चाहिँ बन्दाकोपी हैन। यी बुढाको कटिङ चाहिँ यतिको स्पिड छ हैन। अनि कटिङ गर्ने मान्छेको अनुहार चाहिँ यस्तो छ, यतिको चाहिँ काटिसकेको छ। अब यति रह्यो बाँकी। अब चाहिँ किमा सिमा सबै रेडी भइसक्यो हैन। अब बनाउने टाइम आयो। अनि चाहिँ म चाहिँ यहाँनेरि बेल्दैछु है। अहिले चाहिँ भने एक मक्टु बनिसक्यो भर्खर हैन साथीहरु। अब चाहिँ यो लगेर टक्क आगोमा पकाउने हो। ए यस्तो छ है, चिटिक्क पारेर राखेको छ दिदीले हैन। बुढा बनाउने, दिदीले चाहिँ टक्क मिलाएर राख्ने, म चाहिँ बेल्ने काम छ। अहिले चाहिँ पाकी पनि सक्यो हैन। अनि टाइम पनि धेरै बितिसकेछ, 9:30 भइसकिसकेछ। अनि अब चाहिँ खानु आँटेको हैन। खानु पनि मन परिसक्यो, भोक पनि लागिसक्यो नि त, टाइम ढिलो भयो। टेस्ट गरेर भन्छु ल कस्तो भएछ साथीहरु। तातो कस्तो टेस्टी भएछ। आज चाहिँ हामीले केमा बनाएको भनेदेखिलाई आज चाहिँ हामीले चाहिँ डाल्डामा बनाएको। कति वर्ष बादमा चाहिँ आज डाल्डामा खाएको हैन। अन्त चाहिँ मिठो भएछ। भेजको हो कि तर गन्ध चाहिँ नि चिकनको जस्तो आइरहेको छ क्या। दामी दामी भएछ। डाल्डा पनि ठिक्कै भएछ, बेसी पनि भएन रहेछ, कम्ती पनि भएन रहेछ हैन। मोमो चाहिँ त्यही हो, जति खाए पनि फेरि खाउँ लागिबस्ने क्या। अब आज खायौँ भनेदेखि फेरि 3-4 दिनमा पनि खाउँ लागिहाल्छ क्या। एकदमै दामी। आज चाहिँ ठिकै पानी पनि पर्यो हैन, चिसै छ आज दिन पनि। अन्त चाहिँ ठिकै आज यस्तो दिनमा, चिसो दिनमा पानी परेको बेलामा मोमो खाँदैछौँ। आज बनाउनु ढिलो भएकोले गर्दाखेरि खानु पनि ढिलै भयो। सधैँ देखेर सुतिसकेको हुन्थ्यौँ। दामी भएछ साथीहरु। अचार पनि ठिक्कको पिरो भएछ। अस्ति लिडियासँग खाएको याद आयो। लिडिया धेरै मिस गरिम, टाढोमा छौ, बोलाउनु पनि सकिनँ। सानो सानो हुँदाखेरि, पहिला सानो हुँदाखेरि चाहिँ डाल्डामा खाएको हैन। अनि आजकल चाहिँ अब रिफाइन तेल निस्केको छ होला, सबैले रिफाइनमा खान्छ नि त। अनि चाहिँ अस्तिदेखिको मोमो खायो भनेदेखि चाहिँ योपालि चाहिँ डाल्डामा खाउँला भनेर सल्लाह भएको थियो नि त। डाल्डामा चाहिँ बनाउनु पनि सजिलो हुन्छ हैन, कक्टरक भएकोले गर्दाखेरि सुक्खा हुन्छ नि त। तेलमा चाहिँ पुरा चिपचिप हुन्छ, बनाउनु पनि साह्रो पर्छ। अनि खानु पनि मजा आयो, बनाउनु पनि सजिलो। तपाईहरु पनि खानुहोस् है मोमो, कोपीको मोमो डाल्डामा, दामी। हुन्छ साथीहरु, आजको मेरो भिडियो चाहिँ यति नै छ हैन। अनि मेरो भिडियोलाई तपाईले धेरै सपोर्ट गरिदिनुस् होला। फलो, लाइक, शेयर, सपोर्ट गरेर धेरै माया दिनुस् होला। आजको भिडियो यति नै छ। सबैजनालाई बाइ बाइ, गुड नाइट।